गाइस हेर्नु न माछा पुछेको भ्यू कस्तो पप्पाला हाते त धौलागिरी हो उता अन्नपूर्ण ए यो रुखले छेकेछ थोरै हैन बादलले नै सो हेलो गाइस वेलकम ब्याक टु माई न्यू भ्लग म सन्चै छु हजुरहरू पनि एकदमै सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ म यो भ्लग सुरु गर्न गएको छु मैले चाहिँ भ्लग नबनाएको धेरै नै भएको थियो धेरै भन्दा पनि धेरै नै 1-2 महिनै भयो होला सकेसम्म त्यही भएर चाहिँ आज मैले भ्लग बनाउन लाग्यो अनि बाइ द वे आज चाहिँ हाम्रो यो के अरे यो धान रोप्नको लागि यो यस्तै ब्याड बनाउनको लागि गोरु लिन जाँदैछौँ हेर्न सक्नुहुन्छ अहिले बिहानको मौसम छ अनि त्यही हो अरू त के नै भन्ने र म चाहिँ आज स्कुल जान्छु त्यही भएर मैले यहाँ खिच्न पाउनु दिदीले खिचिदिनुहुन्छ होला सकेसम्म त्यही भएर सरी फर द्याट गाइस माइन्ड नगर्नु होला म अर्को भ्लगमा पुरै दिन मैले नै भ्लगिङ गर्छु त्यही हो अब त्यस्तै काम पर्यो गाइस भ्लग नबनाउन किन नबनाएको भन्नु पर्थ्यो होला होइन दिदी चाहिँ उता हस्पिटल जानुभयो क्या माइजूलाई सन्चो थिएन अनि हस्पिटलमा कुर्न जानुभयो अनि अब अरूको मोबाइलबाट बना र त्यो मोबाइलमा ट्रान्सफर गर भन्दा पनि त्यहाँ होस् थियो कि अझ गोप्रोले बनाऊ भन्नुहुन्छ भने मेरो त्यो गोप्रो नै कता छ कि अस्ति नै सफा गर्दा कता परेछ नत्र म त्यसैले नै बनाउँथेँ अनि अहिले चाहिँ बिहान अहिले 7 बज्यो होला अनि हामीले चाहिँ गोरु चाहिँ अस्ति नै को भ्लग हेर्नु हो कि हेर्नु भने त मकै रोप्ने बेला हो त्यही ठाउँबाट ल्याउने हो गोरु चाहिँ त्यही पहिला पनि त्यही ठाउँबाट ल्याएको अहिले पनि त्यही ठाउँबाट ल्याउने हो अनि यहाँ हेर्नु त सन यस्तो राम्रो देखिरहेको नि अहिले मैले भनेको इन्भाइरोमेन्टको ड्रइङ पनि देखाइदिन्छु मैले आफैले बनाएको तर कपीको कातामा थियो त्यही हेरी बनाइदिएको अब के गर्ने अब आफूले सोचेको त थिएँ यस्तो बनाउँछु भनेर तर बनाएको अलि कस्तो अर्कै सोचे भन्दा फरक भयो कि त्यहाँ मैले त्यही कपीबाट हेरेर बनाइदिएको फेरि छापेको भन्नु होला छापेको होइन अलिकति बिग्रियो त्यही अनि थोरै उसहरू पनि घटाइदिएको छु अनि हजुरहरूले चाहिँ म एक्लै गएको भनेर सोच्नुभयो होला होइन अगाडि मम्मी हिँड्नु भयो मम्मीभन्दा कति छिटो हिँड्नको अहिले मैले भेट्टाइसकेँ कि हिँडी राइट त्यही गाइस अब गाउँ आयो मलाई बनाउन लाज लाग्छ अहिले भेटाउँला है त गाइस मैले चाहिँ बनाउन भनेको थिएँ त्यही पनि मम्मीले थोरै कन्फिडेन्स दिनुभयो त्यही भएर थोरै मात्र हेर्छु लाज लाग्छ नि त भैँसो बनाउँछ अनि सिधै मोटर बाटोबाट त बनाउँदै जाने हो नि त त्यही हो अनि हिजो मलाई मेरो मामाले पनि बनाउनु भन्नुहुन्थ्यो यो पैसा बस्यो यो चाहिँ तिल ल्याउने पैसा है दिदीले भनेर तिल कि भाङ जे छ त्यही पैसा पुग्यो भने भाङ पनि ल्याइदिउँला केही छैन फेरि भाङ भन्नाले शिवरात्रिमा खाने भाङ होइन फेरि त्यो अचारमा हाल्ने भाङ के भाङ पनि छुट्टै हुन्छ मैले नि दिदी पैसा पुग्यो भने भाङ पनि ल्यायो भन्दा कस्तो शिवरात्रिमा खानु कसरी ल्याउने हो भाङ भनेर अचारमा हाल्ने भाङ क्या भनेर बोला ल्याएको ठुल्बा म गोरु लिन यो फर्स्ट टाइम मैले भ्लग देखि नै मान्छेले बोलाएको मम्मी मौसमीको रुख हो कि भुगटेको यो के यो अरे रुख कटर फले हो यो चाहिँ हाम्रो ठुल्बाको घर हो हाम्रो यहाँ अङ्कल लाज लाग्यो मैलाबाट अहिले म उहाँ बाले एउटा क्वेसन पनि सोध्छु त्यो क्वेसन अहिले हजुरहरूले उहाँ पछि हेर्नु होला होइन क्यामेरा तल राख फेरि
कस्तो लाज लाग्छ कि भ्लग बनाउन। यहाँ हेर्नु गाइस खतरा है ठ्याक्क होइन माथि रुख तल बाटो। लाज लाग्छ त अनि किन लाज मान्ने यार घोडा हुनुहुन्छ म। यो चाहिँ हाम्रो बरेङ गाउँ हो। वाउ नस्पति फलेर देख्नुभयो नस्पति। हाम्रो गाउँमा चाहिँ नस्पति अम्बा यस्तै कुरा घरमा फलिरहेको छ ननस्टप। अनि फेरि केरा पनि फल्छ। केरा छुटेछ त्यहाँनिर हो छुटेछ। केरा त जसको घर भयो नि हुन्छ कि। यहाँ पनि पहिला एउटा ठुलो नस्पतिको रुख थियो नि। यहाँ होइन फेरि यो घरभन्दा बडारको रुख छ नि देख्नुभयो हो त्यतातिर हो र यता हो अलि यतातिर बाटोमै मान्छेसँग मलाई त लाग्छ गाई उहाँ गर्छु भेटामा। गाइज हेर्नु त हिमालको भ्यू खतरा पनि हामी गोरु लिन आउने घर चाहिँ हो। हामी चाहिँ अब गोरु लिन जान आँटेको हो। हामीले चाहिँ यहाँ फुलको बेर्ना लिन लानु भयो। एउटा मिडिया हाइवेमा पर्छ। चिया बागान छन् गाई यहाँभित्र। एउटा गोरुले चाहिँ मार्छ अरे होइन त्यहाँ लाउनु आमा आमा लाउनु मिठाई अघि आउँदाखेरि किनेको। खै अब तिमीलाई थाहा होला नि मलाई के थाहा। मलाई मनपर्ने गोरु कुन होला अरे। यता ल हामी चाहिँ गोरु नलिकन फर्क्यौँ किनभने एउटा अङ्कलको चाहिँ गोरु जोत्न पर्ने भएर त त्यही भएर हामीले चाहिँ लिँदैनौँ। अहिले 9 बजीतिर दाइ आउनुहुन्छ अनि लिएर जानुहुन्छ गोरु। अनि चाहिँ हामी खाली हात फर्किँदैछौँ। यो भ्लगको न्यू थम्बनेल हजुरहरूले खतरा लाग्छ क्या। मैले खतरा एडिट गर्नेवाला छु भर्खर। हाम्रो घरतिरको बाटो पिच भयो गाइस। यस्तालाई नि के पिच भन्ने यस्तो भयो। यो एप्रिलाको स्कुटर रहेछ यहाँ। यहाँको कति बाटो बिग्रेर रहेछ कि गाइस हेर्नु न। हेर्नु नसक्ने म ढिलो मात्र भन्छ। हजुरहरू कसैले पौडी खेल्न आउँछ भने यहाँ पौडी खेल्न आउनु होला। त्यति कानेको फेरि साँच्चै आउनु होला। यहाँ बाटोमा यो बाटोमा सर साइकल कुदाउँदा कतिको मजा आउँछ होला गाइस। अझ अलगत्र त हाल्नै बाँकी छ। यहाँको बाटो अलि माटोले बिगार्दैछ। कस्तो यहाँ पहिला यस्तरी हिँड्दा नि भन्नाले मानव हामी स्कुटरमा छौँ भने स्कुटर बाइक जेमा भए पनि जुन साधनमा भए पनि यस्तरी उफ्रिन्छौँ। यस्तरी उफ्रिहाल्थ्यौँ। अहिले हेर्नु त सिलिक्कै भयो। जब चाहिँ दोकान आयो मलाई लाज लाग्थ्यो फेरि म बन्द गर्थेँ तर गर्दिनँ किनभने दोकानमा धेरै मान्छे हुनुहुन्न। लाज लाग्नु थियो मलाई। बा
हात कामेर सर्टमा परिरहेको गाइस दिदी दिदी गाइस अहिले चाहिँ म स्कुलबाट आइसकेँ अनि उता बोर्डिङ गरेर आएको अहिले चाहिँ अनि दिउँसो चाहिँ दिदीले नखिचिदिनु भयो रहेछ किनभने दिदीलाई के काम पऱ्यो होइन त्यही भएर अनि त्यही हो अहिले चाहिँ यहाँ म खनेको ठाउँ मिलाउँदै हुनुहुन्छ अनि भन्न चाहन्छु भने चाहिँ अझ त्यो गर्न नपाएकोमा सरी अनि अब अर्कोचोटि राम्रो भ्लग ल्याउने कोसिस गर्छु म यसको लागि चाहिँ म उता ठुल्बाले कामको पाल्नु भएछ म त्यही जान्छु अनि यसो त्यहाँ के काम गर्छु भन्नाले त्यहाँ आगो ताप्छु यत्तिकै बस्छु अनि त्यही हो अरू त केही गर्दिनँ अनि आजको लागि यति नै भन्न चाहन्छु हस्त नमस्कार जय नेपाल बाई बाई अनि हाम्रो एउटा साइन नै छ क्या यस्तो कस्तो सल्युट ठोक्ने अनि गर्ने होइन ल ठिकै छ अब अर्कोचोटि राम्रो भ्लग ल्याउँला हस्त नमस्कार बाई बाई